हेलो गाइस, दर्शक नमस्ते, वेलकम टु केआरपी ब्लग्स। आज हामी धेरै दिनपछि वापस उता हाम्रो ब्रो अनि अमर आज वापसतिरको एउटा ब्लग हाल्दिउँ न। धेरै पनि भयो मैले ब्लग नबनाएको, तर हामी बनाएको नि अमर त्यसबाट अलिक एउटा भिडियो नि हालेन। सो अलिअलि 2-4 जना हुनुहुन्थ्यो युट्युबमा, त्यही नि जानवाला जस्तो भिडियो नहालिसकेको छ। त यस्तो गाह्रो छ हामीलाई त। आज वापसमा आएको छु, जे होस् सुन्तला टिपेर पनि खाइयो। यहाँको चाहिँ युरोपको वान अफ द बेस्ट पार्ट के लाग्यो भन्दाखेरि यहाँ हरेक घरमा निम्बु सुन्तला, अब नेपालीमा के हुन्छ नि सबै हुँदो रहेछ नि। क्या जे होस् त्यो खुसी टिपेर नि खाइयो हामीले। गुइलो पनि थियो। देख्नु भएको छ तपाईले? के हो यो? लारे आम भन्ने फेसन फुड के दे यो लहरे आम भन्छ नि, फेसन फुड भन्ने हेर्नु यहाँ के फ्रुट त मैले चिनेको छैन, तर जे होस् बबालै छ है। हेर्न सक्नुहुन्छ। आज तपाईँ छिमट्याक्क वापसको ब्लग आउँछ आज राति, नत्र भोलि बिहानसम्म आउँछ। हेर्न सक्नुहुन्छ है, ट्याक हामी खोपेको छौँ। सो यसपछि अब हाम्रो नेपाली पार्कसित पार्कतिर पनि आउँछ, समुद्रतिर पनि आउँछ, तर हावा चाहिँ खत्रै चल्दो रहेछ, चिसो चिसो। अझ हानि बेलै भएन नि। हेर्न सक्नुहुन्छ हामी अब लगभग यता घुमिसक्यो, तर जे होस् एकदमै मिठो अनि राम्रो ब्युटिफुल रहेछ ठाउँहरू चाहिँ। सायद अर्कोचोटि अलिक धेरै छुट्टी एक दिन वर्षभरको लागि हुन्छ, मजाले घुम्न पाइन्छ। हेर्न सक्नुहुन्छ पापोस भनेको पापोस नै रहेछ है।